आज माघ 5 गते 19 तारिक जनवरी हामी यो दुलेगौडाबाट ढोड बाराही मन्दिरतिर जाँदैछौँ। यहाँ एकदमै अनौठो प्रकृति देख्न सकिन्छ। सेती नदी फराकिलो भएर आएको छ त्यहाँसम्म। हामी यहाँ देख्न सक्नुहुन्छ सोली बराल, अभिनव, अधिष्ठान, हेलो अधिष्ठान, अनि त्यहाँ धन, अनि यहाँ चाहिँ यो धेरै राम्रो ल्यान्डस्केप छ। अब यो चाहिँ यो नदीले खोलेको यो चाहिँ यो नदी यहाँबाट पुरै दबेर एकदमै साँघुरो भएर गल्छीमा बनेर गएको छ र यसरी अनौठो खालको दृश्य देख्न सकिन्छ यहाँ। र यो चाहिँ उताबाट यो समतल ठाउँबाट माथिबाट आएका बालुवा गेग्रानहरू थुप्रिने गर्दाखेरि यहाँ धेरै नै ठुलो डिपोजिसन छ। ट्र्याक्टर ट्रकहरू चाहिँ ती लिन लाग्ने यहाँ चाहिँ जम्मा भएका छन्। यो साह्रै नै मनोरम दृश्य। यहाँ फोटो खिचाउँदैछन्, कोही फोटो खिच्दैछन्, कोही स्टाइल पार्दैछन्, कोही फोटो खिच्दैछन्, कोही खिचाउँदैछन्।